सम्पर्क गर्न सकिनेछ। यो मोच युवा क्लबको वार्षिक मात्र नभए हामी जुनसुकै क्लबहरू भए पनि तपाईँ हाम्रो भूमिका केही न केही अवश्य रहनेछ। खेलेको खेलमा गरेको खातामा पनि अङ्क 1 छ भने जितेको खातामा पनि अङ्क 1 बराबर। अङ्क प्लस गर्दै लिगले आफ्नो खातामा 2 अङ्क पुर्याउनु भएको छ भने बढीको खातामा अङ्क 1। दुवै टिमका खेलाडी मित्रहरू नीति कम्बल बसेर आफ्नो खातामा सार्नका लागि बसिरहनु भएकै छ। अङ्क ध्रुवीकरण कालिकाकै छ। कालिकाले आफ्नो खातामा 3 अङ्क पुर्याउनु भएको छ भने बढी 1 अङ्क थप्दै बरेङले पनि आफ्नो खातामा 2 अङ्क पुर्याउनु भएको छ। अङ्क प्लस गर्दै आरपीटीडीसी बरेङ बागलुङले पनि आफ्नो खातामा 3 अङ्क पुर्याउनु भएको छ भने कालिका युवा क्लब बरेङ 3 लिग बागलुङले पनि आफ्नो खातामा 5 अङ्क पुर्याउन सफल हुनुभएको छ। अङ्क 2 को र यसभन्दा अगाडिको सेट पनि कालिकाले आफ्नो कोटामा पारिसक्नु भएको छ। अङ्क निरन्तर प्लस गर्दै कालिकाले अङ्क लगातार प्लस गर्दै कालिकाले आफ्नो खातामा 7 अङ्क पुर्याउनु भएको छ भने आरपीडीसी बरेङ बागलुङले र यसपछिको खेल हामी मिलिजुलेका छ। सांस्कृतिक मञ्च खाले भर्सेस आयोजक बीबी हुँदा दुवै टिमका खेलाडी मित्रहरूलाई पनि कम्प्युटरका साथ बस्न हुन हार्दिक अनुरोध छ। अङ्क निरन्तर लिगले आफ्नो खातामा 9 अङ्क प्लस गर्दै कालिकाले आफ्नो खातामा 10 अङ्क पुर्याउनु भएको छ भने बरेङका आफ्नो खातामा अङ्क 3 अङ्क 7 को अङ्क निरन्तर प्लस गर्दै कालिकाले आफ्नो खातामा 11 पुर्याउनु भएको छ भने बरेङ 3 अङ्क निरन्तर प्लस गर्दै कालिका युवा क्लब लिग बागलुङले आफ्नो खातामा 12 अङ्क पुर्याउनु भएको छ। अङ्क प्लस गर्दै कालिका युवा क्लब निकै लामो अन्तरालपछि बरेङले पनि अङ्क जोड्दै आफ्नो खातामा 4 अङ्क पुर्याउनु भएको छ।
भइरहेको खेलमा कालिकाले आफ्नो खातामा 14 पुर्याउनु भएको छ भने बरेलले आफ्नो खातामा अङ्क 6। अङ्क प्लस गर्दै कालिकाले आफ्नो खातामा 15 अङ्क पुर्याउनु भएको छ भने बरेलले आफ्नो खातामा अङ्क 6। अङ्क प्लस गर्दै कालिकाले आफ्नो खातामा 16 अङ्क पुर्याउनु भएको छ भने बरेलको खातामा अङ्क 6, अङ्क 10 को। र यस खेलको समाप्ति लगत्तै हामी मिलिजुली एकता सांस्कृतिक मञ्च हाले भर्सेस आयोजक बिबी हुँदा दुवै टिमका खेलाडी मित्रहरू पनि समितिको साथ बस्नुहुन्न र अङ्क फेरि पनि कालिकाले 17 पनि मिलेको छ भने बरेलको खातामा अङ्क 4, अङ्क 10 कै। अङ्क पुनः बरेलले क्रस गर्दै दिग्देलले 17 पनि मिलेको छ। बरेलले अङ्क क्रस गर्दै 9 पुर्याउनु भएको छ। यति बेला देख्न सक्छौँ हामी बरेलले लगातार अङ्क प्राप्त गरिरहनु भएको छ। भइरहेको खेलमा बरेलले अङ्क जोड्दै 10 अङ्क पुर्याउनु भएको छ भने कालिका 20 अन्तर 10 कै। अङ्क थप्दै बरेलले 11 अङ्क पुर्याउनु भएको छ। बरेलले अङ्क थप्दै 12 पुर्याउनु भएको छ भने कालिका 20 अन्तर 8 को।
अङ्क जोड्दै तालिका 21 परे 12 र यस खेलको समाप्ति लगतै हामी मिलिजुलिएका सांस्कृतिक संस्थाले दर्शक आयोजक बीच हुने हुँदा दुवै टिमका खेलाडी मित्रहरू पनि तन्केरको साथ बस्नुहोला। यति बेला तालिका युवा क्लब बरेङ टिम लिडी बागलुङको खातामा 22 अङ्क देख्न सक्छौँ भने आरपीडीसी बरेङ बागलुङको खातामा अङ्क 12 अङ्क बागलुङ 23 अङ्क देख्न सक्छौँ भने आरपीडीसी बरेङ बागलुङ हामी 13 अङ्क देख्न सक्छौँ र यति बेला अनुमानित हेर्दा तालिकालाई निकै नै सहज देखिन्छ भने आरपीडीसी बरेङ बागलुङलाई केही असहज अवस्था देखिन्छ। अङ्क जोड्दै यति बेला आरपीडीसी बरेङ बागलुङको खातामा अङ्क क्रस गर्नुभएको छ। अङ्क क्रस गर्दै तालिका युवा क्लब बरेङ गाउँपालिका 3 लिडी बागलुङ 23 अङ्क क्रम सफल हुनुभएको छ। आरपीडीसी बरेङ बागलुङ अङ्क 14 अङ्क प्लस गर्दै तालिका युवा क्लब बाहिरिनुभएको छ अनि तालिका युवा क्लब अगाडि बढ्नुभएको छ। आरपीडीसी बरेङ बागलुङ सहभागिताको लागि तपाईँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ भने आगामी वर्षहरूमा